राधे राधे। आज हामी हातबाट तपाईको फसेको पैसा उठ्छ कि उठ्दैन, तपाईको पैसा कुन टाइममा फस्छ, कुन टाइममा फसेको पैसा छिटो उठ्छ, कुन टाइममा फसेको पैसा ढिलो उठ्छ र पैसासँग अन्य कुराहरूको बारेमा पनि यो भिडियोमा जानकारी पाउनेछौँ। हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीलाई साथ दिनुहोला। सुरु गरौँ। सबैभन्दा पहिला हामीले पैसाको कारोबारहरूको बारेमा जान्न पर्यो भने हार्ट लाइनको अध्ययन गर्नुपर्ने हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ, यसलाई भन्छ हार्ट लाइन, हृदय रेखा पनि भन्छ यसलाई। जति लामो हृदय रेखा भयो त्यति नै स्वास्थ्य पनि राम्रो मानिन्छ र लामो आयु हुन्छ भनेर पनि शास्त्रमा उल्लेख गरिएको छ। यदि यो हृदय रेखासँग कुनै पनि रेखा यसरी तलतिर झरेको छ भने यस्तो कन्डिसनमा तपाईको धन सम्पत्ति तपाईबाट टाढिन्छ भन्ने कुरा बुझ्नुपर्छ। तपाईको धन सम्पत्ति अर्थात् तपाईले कमाएको पैसाहरू अरूलाई जिम्मा दिनुहुनेछ। जस्तो सापटीको रूपमा दिन सक्नुहुनेछ या तपाईले लगानी लाउन सक्नुहुनेछ कुनै पनि क्षेत्रमा। अब तपाई लगाएको लगानीले फाइदा दिन्छ कि दिँदैन र तपाईले दिएको सापटी पैसा रिटर्न आउँछ कि आउँदैन भनेर पनि हेर्न सकिन्छ। यसको लागि यदि यो लाइन यसरी तलतिर गएको छ र यहाँनिर कुनै पनि सिधा रेखाले आएर यसरी टच गरेको छ र यो रेखा माथितिर गएको छ, यसरी टच गरेको छ भने यस्तो अवस्थामा तपाईको पैसा रिटर्न हुन्छ भनेर बुझ्न पर्यो। र यदि यो तेर्सो रेखा यो ठाडो रेखालाई पनि क्रस गरेर अगाडि गएको छ भने यस्तो कन्डिसनमा तपाईको पैसा आधी उधी पैसा फस्छ, आधी पैसा मात्रै तपाईले रिटर्न पाउनुहुन्छ भनेर बुझ्न पर्यो। र यदि यो रेखा इन्भेस्टमेन्टको लाइन हो भने यदि यो रेखा तलको यो माइन लाइनलाई टच गरेर अगाडि गएको छ भने तपाईको पैसा फस्छ, तपाईले राम्रो रिटर्न पाउनु हुँदैन भनेर बुझ्न सकिन्छ। र यही रेखालाई बीचमा यसरी ठाडो रेखाले काटेको छ भने यस्तो कन्डिसनमा तपाईको जो इन्भेस्टमेन्ट हुन्छ त्योबाट थोरै पर्सेन्ट तपाईले इन्कम पनि गर्नुहुन्छ र थोरै लसमा पनि जानुहुन्छ भनेर बुझ्न सकिन्छ। त्यस्तै यो हार्ट लाइनमा यहाँ देखाए जस्तै यो खालको तपाईको एफ साइन बनेको छ भने यसलाई पनि अझ एफ साइन भन्दैनन्। एफ साइन भनेको यस्तो प्रकारको हुन्छ, एकदमै क्लियर हुन्छ र यसरी रेखा गएको हुन्छ, यसलाई भन्छ एफ साइन। अनि यो तलतिर गएको रेखा छ जस कारणले गर्दा यसलाई एफ साइन चाहिँ भन्दैन। अब यो एफ साइन बनेको छ, यो एरियामा एफ साइन बनेको छ। अब यो एफ साइनबाट यो अगाडिबाट यसरी तलतिर रेखा गएको छ भने यस्तो कन्डिसनमा कुनै पनि सिधा रेखाले तपाईको यो रेखालाई टच गरे तापनि तपाईको पैसा 1 रुपैयाँ पनि उठ्दैन। यस्तो कन्डिसनमा हजुरले अड्डा अदालत धाउनु पर्छ, केस गर्नुपर्छ, उक्त मान्छेसँग रिसिभी हुन्छ, फाइट पर्छ, लडाई पर्छ, तर पनि तपाईको पैसा तपाईले प्राप्त गर्नु हुँदैन। यदि यो एफ साइन बनेको छ यहाँनिर र यो एफ साइन सँगसँगै एक रेखा यसरी तलतिर गएको छ र एक रेखा यसरी तलतिर गएर यहाँ टच गरेको छ भने तपाईले पैसा दिनुहुन्छ, तपाईले रिटर्न पनि पाउनुहुन्छ, तर एकदमै ठुलो रिसिभी पछाडि, पुलिस केस गरिसके पछाडि, तपाईको अड्डा अदालत गइसके पछाडि बल्ल तपाईले उक्त फसेको पैसा प्राप्त गर्न सफल हुनुहुन्छ। र यदि यो रेखा एकदमै लामो छ भने तपाईले ब्याज सहित प्राप्त गर्नुहुन्छ, यो रेखा छोटो छ भने तपाईको पैसा थोरै आउँछ, जति अमाउन्ट थियो त्यो भन्दा केही थोरै पनि आउन सक्छ र त्यो बराबरको लेभलमा पनि आउन सक्छ। अब कसैको हार्ट लाइनमा के हुन्छ, एकदमै धेरै रेखा यसरी तलतिर गएको हुन्छ, एकदमै ओभरल्यापिङ भएर अगाडि बढेको हुन्छ। यस्तो कन्डिसनमा व्यक्तिले पैसासँग कारोबार गरेर आफ्नो जिन्दगी चलाउने गर्छ र बैंकमा काम गर्ने, सहकारीहरुमा काम गर्ने र पैसाको कारोबार हुने ठाउँमा काम गर्ने व्यक्तिहरुको हातमा हार्ट लाइन पनि प्रायजसो तलतिर झरेको देख्न पाइन्छ। र यो पैसा रिटर्न आउने र नआउनेको केसमा भाग्यरेखा पनि ठूलो रोल हुने गर्दछ। अब यो भाग्यरेखा एकदमै सिधा छ, स्पष्ट छ र टपसम्म पुगेको छ भने
यस्तो कन्डिसनमा यो तलतिर गएको रेखाहरू एकदमै धेरै रेखाहरू छ र यहाँनिर सिधा लाइनले टच गरेको छैन भने पनि तपाईको पैसा रिटर्न हुन सक्ने चान्सेस एकदमै हाई हुन्छ। र यदि यो भाग्य रेखा यहाँबाट सुरु भएर टप पुगेको छ र यहाँनिर तपाईको 3-4 रेखाहरू तलतिर झरेको रेखाहरू छ र यो एकदमै दृष्टि भाग्य रेखालाई दिएको छ, यहाँ देखाए जस्तै यो रेखाले दृष्टि भाग्य रेखालाई दिएको छ भने तपाईको भाग्यको कारणले गर्दा तपाईले पैसा रिटर्न गर्नुहुनेछ, रिटर्न पाउनुहुनेछ र यस्तो कन्डिसनमा पैसा फस्ने चान्सेस एकदमै कम देखिन्छ। र कुनै कुनै रेखा त यसरी यहाँनिर गएको रेखा जस्तै यो भाग्य रेखालाई छेडेर पनि अगाडि गएको हुन्छ। यस्तो कन्डिसनमा पैसा फस्ने चान्सेस लगभग 90% स्योर हुन्छ। र यदि यो रेखा यसरी यहाँनिर गएर टच गरेको छ भने यो पैसा फस्ने होइन, त्यो पैसा तपाईले इन्भेस्टमेन्ट गरेको हुन्छ, उक्त इन्भेस्टमेन्टबाट तपाईले राम्रो मुनाफा प्राप्त गर्नुहुन्छ। तर यो रेखा पनि यो माइन लाइनलाई पनि टच गरेर अगाडि गएको छ र यो लाइफ लाइनलाई पनि छेडेर अगाडि गएको छ भने यस्तो कन्डिसनमा यो रेखाले तपाईको जिन्दगीमा तपाईको मनसँग खेल्नेछ। त्यो खर्चले मानौँ न, त्यो इन्भेस्टमेन्टले तपाईको मनसँग खेल्नेछ, तपाईको दिमागसँग खेल्नेछ, तपाईको शरीरसँग खेल्नेछ। त्यतिसम्म दुःख दिँदा लास्टमा त्यो सल्भ चाहिँ हुँदैन, तपाईको त्यतिकै माया मार्नुपर्ने स्थिति आउन जान्छ। र कतिपयको हार्ट लाइनमा यसरी आएको तिर्सा रेखा यसरी तलतिर गएर यो भित्री मङ्गलसम्म पुगेको हुन्छ, भाग्य रेखालाई छेडेर अगाडि गएको हुन्छ। यस्तो कन्डिसनमा पनि यो रेखाले त्यति राम्रो प्रतिफल दिँदैन। यस्तो व्यक्तिहरूमा चाहिँ पैसा अत्यन्तै धेरै खर्च हुन्छ, एक्सिडेन्ट हुन सक्ने सम्भावना बढिरहन्छ, बिरामी हुन सक्ने सम्भावना बढिरहन्छ, घर फ्यामिलीमा कुनै न कुनै केही कारणले गर्दा पैसा खर्च गराउँछ। यो रेखाले त्यति राम्रो मानिँदैन। अझ यो यसरी माथितिर गएको छ भने त यो 100% एक्सिडेन्टको योग बनाउँछ यो रेखा। अब आउने भिडियोमा हामीहरूले यस्तै गरेर यो माइन्ड लाइनसँग सम्बन्धित सम्पूर्ण कुराहरूको बारेमा ज्ञान लिनेछौँ। हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। राधे राधे।